नमस्कार, एमटीएस समाचारमा स्वागत छ। म बिना तामाङ। सुरु गरौँ यस बुलेटिनका प्रमुख समाचारबाट। टुकुचाको भूमिगत पूर्वाधारमा पुरातत्व विभागको चासो, खटियो अध्ययन टोली। अनसनरत डाक्टर केसीलाई स्वास्थ्य समस्या, देखियो कडा खालको अल्सरको लक्षण। ताइवानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी र नेपाली महिला फुटबल टोली फाइनल जिन्स तोड्न असफल, 10 फाइनल 10 हार। अब समाचार विस्तारमा। काठमाडौँ महानगरपालिकाले हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोल्न थालेपछि पुरातत्व विभागले यसमा चासो दिएको छ। विभागले नारायणहिटी दरबार क्षेत्र बाहिरको जय नेपाल हलदेखि काठमाडौँ प्लाजासम्म परम्परागत प्रविधिबाट भूमिगत गरिएको टुकुचाको पुरातात्विक पूर्वाधारबारे पुरातत्व विभागले अध्ययन थालेको छ। विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार टुकुचामा महानगरले उत्खनन गरिरहेको पूर्वाधारबारे अध्ययन गर्न एक टोली खटाएको छ। टोलीले टुकुचा खोला भूमिगत गर्न बनाएको गुम्बज शैलीको ढल प्रणालीमा आधारित इट्टाबाट निर्मित पूर्वाधारको ऐतिहासिकताबारे अध्ययन गर्नेछ। टुकुचा भूमिगत गर्न बनाएको सो पूर्वाधार पुरातात्विक महत्त्वको हुन सक्ने अनुमान छ। करिब 130 वर्ष अघि नै राणा प्रधानमन्त्री वीर शमशेरले भूमिगत गरेको अनुमान छ। 100 वर्षभन्दा पुराना सम्पदालाई विभागले पुरातात्विक वस्तु र सम्पदाका रूपमा सूचीकृत गर्ने गरेको छ। यस्ता सम्पदालाई प्राचीन स्मारक संरक्षण ऐन अनुसार संरक्षण गर्नुपर्ने दायित्व विभागको हो। टुकुचाको सो भूमिगत संरचना राणाकालको इन्जिनियरिङको नमुना भएको दावी गर्दै टुकुचा माथिका जग्गा धनीले नभत्काई संरक्षण गर्नुपर्ने माग गरिरहेका छन्। कतिपय पुरातत्वविद र संरक्षण अभियन्ताले टुकुचाको इट्टाले बनेको पूर्वाधारलाई संरक्षण गर्नुपर्ने माग गरिरहेका छन्। तर टुकुचाको यो पूर्वाधार कहिले बनेको र यसको ऐतिहासिकता के हो भन्ने यकिन हुन सकेको छैन। अब विभागको टोलीले ती पूर्वाधारको अध्ययन गरेर यसबारे प्रश्न पार्नेछ। खोलालाई भूमिगत गरेर त्यसमाथिको जग्गामा व्यावसायिक भवनहरू बनेका छन्। यसलाई खुला गर्न काठमाडौँ महानगरपालिकाले गत हप्तादेखि अभियान नै चलाएको छ। स्वास्थ्य सेवा सुधारका माग राखेर 9 दिनदेखि अनसनमा रहेका डाक्टर गोविन्द केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको छ। उनी उपचाररत सेती प्रादेशिक अस्पतालले उनको स्वास्थ्यमा थप जटिलता हुन सक्ने चेतावनी पनि दिएको छ। केसीको मांसपेशी सुक्दै गएको र अल्सर भई रक्तस्रावको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डाक्टर शेरबहादुर कमरले विज्ञप्ति निकालेर थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा लैजान सम्बन्धित निकायलाई आग्रह गरिसकेको बताएका छन्। अस्पतालले केसीको स्वास्थ्यबारे राष्ट्रिय मानवाधिकार आयोग सुदूरपश्चिम, प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कैलाली र संघीय सरकारको स्वास्थ्य मन्त्रालयले जानकारी गराइसकेको बताएको छ। धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेको केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनसन बसेको 3 दिनपछि 29 भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, मांसपेशी बाउडिने, मुटुको धड्कन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको छ। एमटीएस समाचारमा अब पालो विश्रामको। विश्रामपछि एमटीएस समाचारमा फेरि स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। ताइवानमा शक्तिशाली भूकम्प गएको छ। दक्षिण पूर्वी ताइवानको चिसाङमा केन्द्रबिन्दु भएर 6.9 म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। भूकम्पपछि ताइवानको साथै जापानको मियाको आइल्यान्डमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। दक्षिण पूर्वी शहरमा ठूला ठूला भवन भत्किएका तस्बिरहरू सार्वजनिक भएका छन्। ताइवानका उद्धारकर्ताले घाइतेहरूलाई खोजी तथा उद्धारको काम जारी राखेका छन्। त्यहाँ 6.9 म्याग्निच्युडको भूकम्प जानु अघि र त्यसपछि पनि ससाना भूकम्प गइरहेका छन्। अब खेल समाचार। बंगलादेशलाई पराजित गरी घरेलु मैदानमा
साफ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि उचाल्ने नेपालको सपना फेरि पनि अधुरै भएको छ। संविधान दिवसको दिन 16,000 समर्थक माझ उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाल बङ्गलादेशसँग 3-1 ले पराजित भयो। नेपाली महिला फुटबलको 36 वर्षीय अन्तर्राष्ट्रिय इतिहासमा राष्ट्रिय टिम फाइनलमा पराजित भएको यो 10औं पटक हो। 12 वर्षीय साफ महिला फुटबलको इतिहासमा नेपाल उपाधि विहीन रहँदै आएको छ। यसअघिका 4 पटक फाइनलमा भारतसित पराजित भएको नेपाल यो पटक बङ्गलादेशसँग पराजित भयो। फाइनल खेलेका बङ्गलादेश र नेपालले भारतलाई पराजित गर्दै दक्षिण एसियामा उसको दबदबा तोडेका थिए। समूह चरणमा बङ्गलादेशसँग पराजित भएको भारत नेपालसँग हारेपछि पहिलो पटक सेमी फाइनलबाटै बाहिरियो। साफ च्याम्पियनसिपमा यसअघि 25 खेलमा अपराजित रहेको भारत यस पटक एकै संस्करणमा 2 खेल गुमाउनु पुग्यो। एमटीएस समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। टुकुचाको भूमिगत पूर्वाधारमा पुरातत्व विभागको चासो, खटियो अध्ययन टोली। अनसनरत डाक्टर केसीलाई स्वास्थ्य समस्या, देखियो कडा खालको अल्सरको लक्षण। ताइवानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी र नेपाली महिला फुटबल टोली फाइनल जिङ्स तोड्न असफल, 10 फाइनल 10 हार। हवस् त अहिलेका लागि एमटीएस समाचार यति नै। राति 8 बजे एमटीएस समाचार प्रसारण हुनेछ। हेर्दै गर्नुहोला एमटीएस च्यानल। नमस्कार।